सम्माननीय सभामुख ज्यू, आज हामीले धेरै सुनेको कुरा परम्परा परम्परा परम्परा। कुरा परम्पराको कि नियमको? परम्परादेखि राजालाई हटाई परम्परा तोड्न हुन्छ भन्ने पाठ सिकाएको होइन र अब परम्पराको रटन आवश्यक छैन। यो सरकार क्रमभङ्गता तोडेर आएको हो, जसले पुराना जर्जर परम्परालाई चुनौती दिन्छ। समयसँगै विधि र परम्परा बदलिन्छन्, त्यो स्वाभाविक हो। परम्परा तोड्नु संविधान मिच्नु होइन, परम्परा संविधान होइन। यो सरकार मेरिटको जगमा उभिएको छ, यसको तागत नै मेरिट हो। नीति तथा कार्यक्रम बजेट अर्थ मन्त्रालयसँग सम्बन्धित हो, काबिल अर्थमन्त्री हुनुहुन्छ, उहाँको जिम्मेवारी हो। बरु प्रधानमन्त्रीले किन हस्तक्षेप गर्नु पर्यो भनेर अब प्रश्न गरौँ। नेपालले गफ होइन एक्सन खोजेको छ। यति बेला सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कर्मकाण्डी भन्दै गरेको पनि सुन्यौं। सायद जति राम्रो कार्यक्रम ल्याए पनि खोट देखाउनु पर्ने कर्मकाण्डी सोचका कारण हुनुपर्छ। अब दोषी चस्मा खोलौं, जिब्रोमा नुन राखेर तरकारी चाख्न छोडौं। सकारात्मक भएर सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई समग्र रूपमा हेर्ने हो भने सुशासन, आर्थिक सुधार, डिजिटल रूपान्तरण, उत्पादनमुखी अर्थतन्त्र निर्माणतर्फ केन्द्रित देखिन्छ। लामो समयदेखि राजनीतिक अस्थिरता, कमजोर कार्यान्वयन र नीतिगत अन्योलबाट थलिएको मुलुकलाई स्पष्ट दिशा दिने प्रयास नीति तथा कार्यक्रममा देख्न सकिन्छ। विशेष गरी भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा सुविधा, डिजिटल प्रणाली मार्फत पारदर्शिता बढाउने घोषणा सकारात्मक र जनअपेक्षा अनुकूल छ। सूचना प्रविधि, डिजिटल सेवा र एआई आधारित अर्थतन्त्र निर्माणको लक्ष्य नीति तथा कार्यक्रमको सबल पक्ष हो। नेपाललाई टेक हब बनाउने, डिजिटल पूर्वाधार विस्तार गर्ने र रिमोट वर्कलाई कानुनी मान्यता दिने विषयले युवा पुस्तालाई स्वदेशमै अवसर सिर्जना गर्ने सम्भावना देखाएको छ। कृषि क्षेत्रलाई पनि केवल परम्परागत जीविकोपार्जनको माध्यम होइन, सम्मानजनक र उद्यमशील पेसाको रूपमा विकास गर्ने सोच सकारात्मक छ। विद्यार्थी संगठन खारेज गर्ने कुरा स्वागत योग्य छ। गुण्डागर्दी गर्ने, प्राध्यापक पिट्ने, क्याम्पसमा खुकुरी नचाउने, असुली गर्ने, तस्करसँग उठबस गर्ने थलो बन्द हुनै पर्छ। विद्यार्थी संगठनको यस्ता विद्यार्थी संगठनको काम छैन, अब विद्यार्थीलाई पढाइसँग जोड्नै पर्छ। अन्त्यमा छु, समग्रमा नीति तथा कार्यक्रम महत्त्वाकांक्षी, आधुनिक र रूपान्तरणमुखी देखिन्छ। यसले सुशासन, आर्थिक पुनरुत्थान र डिजिटल नेपाल निर्माणको स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको छ। तर विगतका अनुभवले देखाएको जस्तै सफलताको घोषणा होइन, कार्यान्वयनमा निर्भर हुनेछ। यसको सफलता नीतिमा होइन, कार्यान्वयन संस्कृतिमा निर्भर रहनेछ। बलियो सरकार बनेसँगै अधिनायकवाद र फाँसीवादको आरोप सदनमा सुनियो, तर हरेक वर्ष आउने सरकारका नीति तथा कार्यक्रम नेता र नाताभित्रको दस्तावेज भन्ने आरोप लाग्थ्यो। यसपटक चिरियो। कसैको स्वार्थको रोटी सेक्न होइन, जनताको चुलोलाई हेरेर यो सरकारले बजेट ल्याओस्। धन्यवाद।